हेलो नमस्ते नमस्कार अनि सेवाहरू साथै वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ तपाईँहरू सब परिवार सन्चै हुनुहुन्छ होला र म पनि तपाईँहरूको माया अनि आशीर्वादको कारण आजको दिनसम्म हाँस्न अनि बाँच्न सफल भएको छु। र यो बिहानीको मिठो घामको किरणसँगै फेरि पनि तपाईँहरूको मोबाइल स्क्रिनमा इलाम जिल्लाको जितपुरबाट कुशल लिम्बू एउटा छोटो मिठो भिडियो लिएर उपस्थित भइसकेको छु। आशा छ तपाईँले मेरो भिडियोलाई अन्तसम्म हेरिदिनु हुनेछ र मेरो भिडियोलाई लाइक कमेन्ट अनि सेयर पनि गर्नुहुनेछ। तपाईहरुको लाइक कमेन्ट सेयर हाम्रो लागि अचूक औषधि बन्नेछ। तपाईहरुको लाइक कमेन्टले आशाले नै हामी भिडियोहरु स्टार्ट गर्ने गर्छौं र तपाईहरुको लाइक कमेन्ट सेयर चाहिँ हाम्रो लागि एउटा अचूक औषधि बन्नेछ, थप ऊर्जा मिल्नेछ त आगामी भिडियो ल्याउनका लागि। र मेरो च्यानलमा नयाँ हुने मित्रहरुले पक्कै पनि मेरो च्यानललाई कन्जुसै नगरिकन सब्स्क्राइब गर्नुहुनेछ। तपाईको एक सब्स्क्राइब नै हाम्रो लागि औषधि बन्नेछ, हाम्रो लागि एउटा थप ऊर्जा मिल्नेछ। त्यसैले सब्स्क्राइब गर्न पनि नभुल्नु होला। र यस्तै छ बिहानी पख छ, मिरमिराउँदो घाम उदाउँदै गरेको छ र तपाईहरुलाई आज चाहिँ म त्यस्तो विशेष खास त केही छैन, तरै पनि तपाईहरुलाई मेरो घरको फूलबारीहरु देखाउने छु। अस्ति नै पनि मैले एउटा घरको भिडियो बनाएको थिएँ। साथीहरुले फेरि पनि घरको भिडियो बनाउनु पर्यो, फूलहरु कस्तो फूल हो भन्दै हुनुहुन्थ्यो र त्यही विशेष रहेर एउटा भिडियो बनाउँदै छु। र अहिले चाहिँ म घरभन्दा थोरै मास्तिर, मेरो घर चाहिँ उहाँ तल रहेको छ, तर घरभन्दा थोरै मास्तिर चिया बगानमा आएर भिडियो लिँदैछु। म चाहिँ घाँस काट्न लागिरहेको खासमा चाहिँ। अनि आउँदा गर्दै यो हरियाली चिया बगान देख्दा मलाई एउटा भिडियो लिन मन लाग्यो, त्यही भएर भिडियो लिँदैछु। म तपाईहरुलाई मेरो घरको फूलबारी देखाउने छु, कस्तो कस्तो फूलहरु फुलिरहेको छ मेरो घरमा भनेर। पक्कै पनि तपाईले मेरो भिडियोलाई अन्तसम्म हेर्नुभयो भने यो जानकारी थाहा पाउनु नै हुनेछ। अहिले चाहिँ म मेरो घरको कम्पाउन्डमा आइसकेको छु र अहिले बिहानको करिब 8:30 भइसकेको छ। टन्टलापुर घाम लागेको छ र आज चाहिँ म तपाईहरुलाई मेरो घरको फूलहरु देखाउँदैछु। यहाँ चाहिँ राइनोकुलसहरु फुल्दैछ, सोचे जस्तो राम्रो फुलेन, जति एक्सपेक्ट गरेको थियो त्यति राम्रो चाहिँ फुलेन, तर पनि यसले आफ्नो भूमिका चाहिँ निर्वाह गर्दैछ, आफ्नो काम चाहिँ गरिरहेछ, फुल्नु चाहिँ फुलिरहेछ। त्यस्तो राम्रो झपक्कै चाहिँ फुलेन। यसलाई अलिकति जाडो मौसम अलिक पछ्तो हुँदै रहेछ, तर अहिले हाम्रोमा चाहिँ अलिक गर्मी भएको कारणले जाडो मौसममा चाहिँ अलिक राम्रो फुल्दै रहेछ। अलिक रोपै ढिलो भयो, अलिक छिटो रोपेको भए चाहिँ अलिक फुल्थ्यो। अब यसलाई चाहिँ ढिलो रोपेर यो बढेर फुल्ने टाइममा चाहिँ यहाँ हाम्रोमा चाहिँ गर्मी मौसम आइसक्यो के, त्यही भएर त्यस्तो राम्रो फुलेन, अलिक रोपे ढिलो भएछ। गत वर्ष जस्तो राम्रो फुलेन, र पनि अलिअलि फुल्दैछ, कोही फुल्दैछ कोही फुल्न बाँकी छ। भेराइटी कलरमा छ, 3-4 कलरमा छ। अनि त्यसपछि यता सिनेरियाहरु फुल्दैछ भन्दा नि सिनेरिया चाहिँ अब लगभग यसको डेट अफ भइसक्यो, ओइलाइसक्यो। यताको सबै सिनेरियाहरु चाहिँ ओइलाइसकेको छ। यस्तै फुलहरु फुल्दैछ। त्यसपछि यता चाहिँ हाम्रो राइनोकुलसहरु फुल्दैछ, कोही ओइलाइसक्यो, कोही फुल्न बाँकी छ, कोही फुल्दैछ। एकदमै राम्रो फुल्छ है, फुल यसै पनि राम्रो, सबैलाई मन पर्छ, सबैको मन लोभ्यो छ। यस्तै रहेको छ। अब यो फुलहरु फुलिसकेपछि अब बर्खामा फुल्ने फुलहरु लाउनु पर्ने छ। अब कुन फुल लाउने हो त्यो चाहिँ तपाईहरुले त्यति आइडिया नभएको कारणले अब जानकारी दिनु होला, तपाईले जान्नु भएको छ भने कमेन्ट मार्फत। र यो एन्जेलिया यहाँनिर फुल लाग्दैछ, यसलाई चाहिँ अर्ग्यानिक मल मात्रै पस्ने भएकोले हिजो भर्खरै मात्रै मैले माटोहरु, जंगलको माटो ल्याएर भरेको छु। अब राम्रो फुल फुल्छ होला। र यहाँ चाहिँ एकदम अब यसरी मल लाग्यो भने, राम्रो मल पायो भने यसले यसरी झपक्क फुल्दो रहेछ। एउटै बोटमा हेर्नु कति धेरै फुलेको छ। अझै पनि यसलाई मल त्यति आवश्यक परेको छ, मल कम भएको कारणले त्यति राम्रो फुलेको छैन।
बिस्तारै फुल्छ होला, मल भर्खरै हालेको छ। र अहिलेको मौसम चाहिँ यस्तै रहेको छ, दिनमा एकदमै धेरै घाम लाग्दैछ, खुल्ला मौसम छ, हरियाली आकाश, खुल्ला आकाश छ, निलो आकाश छ। अहिलेको मौसम चाहिँ यस्तै छ। अब घाम चाहिँ दिउँसोमा चाहिँ एकदमै धेरै घाम लाग्दैछ। यो यस्तो घाम लागेको समयमा चाहिँ अब विभिन्न रोगहरू, विभिन्न हैजा रुगाखोकीहरू लाग्न सक्छ, त्यसैले रुगाखोकीबाट चाहिँ बचेर बस्नु होला। र यो चाहिँ हाम्रो घर रहेको छ, गाउँको घर हो, यस्तै छ। र यहाँनिर हाम्रो राष्ट्रिय फुल लालीगुराँस पनि यहाँ फुल्दैछ, तर घामको कारणले त्यति राम्रो देखिएन है। राष्ट्रिय फुल हाम्रो राष्ट्रिय फुल लालीगुराँस। अब पोहोर चाहिँ त्यति धेर फुलेको थिएन, एउटा दुईवटा फुलेको थियो, तर यसपालि थुप्रैवटा कोपिला लागेको छ। यसपालि चाहिँ त पुगेको फुल्छ। यहाँ थुप्रैवटा बिरुवाहरू रोपेको थियो, तर यो एउटा मात्रै बाँच्न सफल भएन। र यो चाहिँ हाम्रो घर यस्तै छ, गाउँघरको घर। धेरैले मन पराइदिनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। र यस्तै छ गाउँघर, यस्तै छ, रमाइलै छ। सन्तुष्टि, जसले धेरै सन्तुष्टि लिन्छ उही नै खुसी हुन्छ, रमाउँछ अरे। त्यही भएर सबैजना सन्तुष्टि रहनु होला, खुसी रहनु होला। अनि आफ्नो अमूल्य समय निकालेर मेरो भिडियोलाई अन्तसम्म हेरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै माया गर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला। र यति भन्दै अब चाहिँ अर्को भिडियोको लागि, अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेको लागि मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, नमस्ते, धन्यवाद। नोगेन सेवारो।